चेकिङ त गाडीको मात्रै चेकिङ हो कि बाइक कुनै पनि चेकिङ हो। हामी जेसुकै होस् यता गइदिउँ न त। अब हामी यो घुम्ती कटेर माथि गएपछि दाउन्नेको बाटो आउँछ। अब दाउन्नेको बाटो अलि एकदम खराबै छ है गाइस। उकालोमा यस्तो छ, ओ यसले धुलो उडाएको आफै लास्ट धुलो उडाए। यो बाटो बन्न अझ 1-2 वर्ष लाग्ला जस्तो छ है। यो दाउन्ने नाम किन रहेको रहेछ भने मन्दिरको नाम नै दाउन्ने देवी भएर चाहिँ यो ठाउँलाई दाउन्ने भन्दो रहेछ है। यहाँबाट माथि मन्दिरमा जान मिल्छ। यहाँ पनि तल एउटा मन्दिर छ। अनि यसको माथिको टपमा पनि एउटा मन्दिर छ। ल है त यो ठाउँको चाहिँ अब तपाईँहरूलाई धेरै मान्छेलाई थाहा होला, तर मलाई चाहिँ बल्ल थाहा भएको यो दाउन्ने दाउन्ने भन्ने त थाहा भइरहेको थियो, तर दाउन्ने चाहिँ किन भन्दो रहेछ भन्ने चाहिँ बल्ल थाहा भयो। ल यो दुम्की बासको पुलमा आएको छु। यो पुल हेर्नुहोस्, यो पुलको अवस्था गाइज। ल हेर्नु भाँचिएर यहाँ यो पुल चाहिँ हेर्दा यस्तो बवाल छ। धेरै पनि भएन होला यो बनाएको, भाँचिएर फ्याट्टै। यहाँ त गाडी पनि परेको थियो होइन, गाडी त निकालेछ है, गाडी निकालेछ। ल यो बिचबाट सट्टै अब पुलमा कत्रो ठुलो खाल्टो हो। यो पुल पनि भाँचिन लाग्यो क्या हो। हतारमा बनाएको पुल पनि भाँचिएर फेरि यार। ल हेर्नु पुल वल्टी ट्याङ्ग्रो फट्टै भाँचियो है। यहाँ गाडी परेको थियो है, गाडी चाहिँ निकालेछ है। हेर घाचाकै गर्छ पुलै। To see the horizon, turn us to thousands, and we'll grow in number. Fueled by them to see the horizon, turn us to thousands. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And ल हामीले चाहिँ यहाँको यो टक्क जङ्गलको एउटा ड्रोन सट लियौँ हामीले। तर रमाइलो हुँदो रहेछ, रमाइलो दामी देखिँदो रहेछ यार। यो टक्क चारैतिर जङ्गल, बिचमा 2 लाइनको बाटो, अनि यो कम्प्लिट भएर अनि टक्क चारैतिरबाट यो बिचमा नि गार्डन भयो भने बब्बाल आउँथ्यो होला। त्यही पनि राम्रो आएको छ है। सिजी टेम्पल आएछौँ है, सिजी टेम्पल। ल है त यहाँको सिजी टेम्पल हेर्नु पऱ्यो। धेरै पहिलादेखि मैले हेर्न खोजिरहेको थिएँ, मिलेन। सिजी टेम्पल रातिमा यस्तो देखिँदो रहेछ, दिउँसोमा यस्तो देखिन्छ है। ल है त यो भित्र छिर्दाखेरि यस्तो छ है। ल है यो सिजी मल भित्र टक्क हामी प्रवेश गरेको यस्तो देखिएको छ है। यहाँ चाहिँ अब गोब्रो ल्याउन नपाइने रहेछ, गोब्रोले के गर्दो रहेछ है। फेरि क्यामेरा चाहिँ ल्याउन पाइने रहेछ। यस्तो छ यहाँको रौनक। यस्तो दामी छ पछाडि।
बबाल छ यहाँबाट उता हेरेर नमस्कार गर के उता भगवानलाई हेरेर के हुन्छ नि यत्रो यो कृष्ण भगवानले ल कृष्ण भगवानले गोपिनीहरूलाई नचाएको पक्कै टाउकै हानेछ कि हो कतापट्टि हानेछ कपाल सपाल निकालिदियो चाहिँ यसको लगाइज है त्यो पोज खत्रै छ माला पनि त्यस्तो उस्तो भयो रहेछ खतरा तरिकाले हानेर चाहिँ गाइज बबाल तरिकाले हानेको रहेछ भाङ्गे है कपालै समातेर पिट्थ्यो रहेछ अनि यतातिर यो हाम्रो हेर्नुहोस् यहाँ गौतम बुद्ध बबाल आएर चाहिँ पैसै यत्रो पैसा छ है 1000 रुपियाँ नै हाल्दो रहेछ कि के हो देखाउनु मात्रै हो सर बबाल छ हेर ल यो पानीभित्र माछा नै छ कि पानी मात्रै हो गौतम बुद्धले तपस्या गरेको र टक्कै यहाँ फेरि राष्ट्रिय गान गाए जस्तो रहेछ है उहाँको पोज चाहिँ ल ती छ यहाँ हेर्नुहोस् शिवलिङ्गहरू बबाल धेरै छ यहाँ शिवलिङ्गहरू गाई चाहिँ डाइनोसर रहेछ डाइनोसर ल गाई चाहिँ रक्त चन्दनको बुटो यस्तो हुँदो रहेछ है ल हेर्नुहोस् फर्स्ट टाइम देखेँ यार मैले यो ल तपाईँहरूले पनि चिन्नु होला है ल यो घन्टी खतरा देखियो रहेछ यहाँबाट ल ल ल ल ल उफ्रा ल सकेन ओ स्याबा यो देखिरहेको चाहिँ मेन गेट हो मेन ढोका सर यहाँबाट चाहिँ भित्र म्युजियममा जानुपर्ने रहेछ यहाँबाट चाहिँ भित्र गएको चाहिँ 200 रुपियाँ लाग्दो रहेछ है पढेको त पनि हो यो होइन तर मलाई यति थाहा भएन कि यो त के तानेको यो उसमा भन्छ तर यो मलाई यति थाहा भएन यार यो सर्पलाई उ गरेर अनि तानेको हो क्या यो बिर्सियो क्या यहाँबाट ल है त गाइस यहाँबाट चाहिँ यस्तो देखिन्छ है सर चाहिँ बबाल छ है ल हेर्नुहोस् यहाँ रथ 4वटा घोडा सर चलाइरहेको यतापट्टिको मन्दिर यस यो रातिमा आउँदा बबाल देखिन्छ होला यहाँको चाहिँ दिउँसोमा नि राम्रै देखिएछ है ल हामी चाहिँ यहाँभित्र सिजी घुमियो यहाँभित्र त बबाल छ है सिजीको भित्र चाहिँ हामीले यो गोब्रोले खिच्न नमिल्दो रहेछ अनि हामीले भित्र चाहिँ यो लान सकिएन क्यामेराबाटै खिच्यो है अब क्यामेराबाट यसबाट खिच्ने एउटै त हो होइन मिल्दैन भनेपछि अब मिल्दैन नि त ल यहाँबाट चाहिँ यस्तो देखिन्छ है ल हेर्नुहोस् है क्यामेराहरू ठुल्ठुलो लान पाइने रे अब यो गोब्रो चाहिँ किन लान पाइन्न है मलाई पनि थाहा भएन अब यहाँ पनि लान मिल्दैन भनेपछि हामी पनि फेरि मिल्दैन भनेपछि मिल्दैन लैएन है ल अब यहाँबाट चाहिँ हामी अब लाग्छौँ है त ल यो सिजी धाम पनि घुम्यो भित्र पसेर अनि ल अब हामी चाहिँ टक्क अब चितवनतिर फेरि रिटर्न ब्याक चितवनतिर जाँदैछौँ है ल है त गाइज हामी यो चितवनमा छौँ यसलाई कुन ठाउँ भन्छ चितवनको यहाँबाट हामी सौरातिर लाग्दैछौँ
अनि त्यहाँ यसो जिप सफारी गर्नु पऱ्यो भनेर हेरौँ है त कस्तो हुन्छ जिप सफारी। अब आज त भ्याइँदैन हामीले, भोलि हाल्ने हो। हामी सिजी गयो, सिजी गएर आइयो। आज चाहिँ हामी अब सौरातिर जान्छौँ। सौरातिर गएर अनि भोलि अब हेरौँ यो नारायणी भन्छ नि यो नदीलाई, नारायणी हो कि के हो, नारायणी नै होला। त्यसमा चाहिँ हामी त बोटिङ गर्ने चाहिँ मेरो मन छ, कस्तो हुँदो रहेछ चुई चुई हान्नलाई। अब हेर्दा त डर लाउने छ त खोला, नदी भनौँ न, खोला त नभनौँ, नदी। यो भाटबटी नि जलाइदिएको चिताउनको, चिताउनको यो भाटबटी नि, यो पनि भाटबटी नै हो, चिताउनको यो पनि जलाइदिएको है जनजी आन्दोलनमा। ओए बाघ, बाघ हेर्नुपर्छ, बाघ। ल है चितवनमा पनि यत्तिको राम्रो बाटो बनाएको छ है त। ल यो पनि यत्तिको त राम्रै बनेको रहेछ है अहिले, पहिलाभन्दा अलि डेभलप भयो रहेछ है। ल है गाइस, सौरातिर हिँडेको यहाँ बाटोमा चितवनमा पनि यस्तो जाम पर्दो रहेछ। म्यापमा पनि जाम देखाएको थियो, म्यापमा देखाएको फेक हो कि भनेको अब साँच्चै हो जस्तो छ है। गुगलले कामै गरेको हो र है, झ्याप्से ब्रेक हान्छ त यार। कस्तो ठोकिदिएको यार सोल्टीले, पछाडिको अगाडिको मान्छेले जाममा ब्रेक हानिदिएको क्या। हामीले उतैबाट हेर्दाखेरि जाम देखाइरहेको थियो, यहाँ आउन्जेलसम्म साँच्चै जामै रहेछ। यस्तो हुन्छ है भिडभाडमा धेरै हतार गर्नुहुन्न। चितवन भने लास्ट जाम, अनि यहाँ खतरा मेला रहेछ यतापट्टि, त्यही भएर नि जाम भएको जस्तो लाग्यो। ल यो इन्ट्रान्स गेटमा यस्तो जनकपुरको मन्दिर पनि यहीँ रहेछ है गाइज। ल चितवनमा आइयो भने जनकपुर जानै पर्दैन, चितवन आएपछि मेलासेलामा आएपछि यस्तो
हेर्नु त कति रमाइलो हो ओहो यहाँभित्र पस्नुपर्छ के देखिन्छ ल है गाइज हामी यतै सौरातिर जाँदैछौँ है यहाँ त गैँडा खतरा छ है गैँडाको मूर्ति यहाँबाट हामी यहाँबाट यहाँभित्र पस्दैछौँ चितवन नेसनल पार्क ल है गाइज हामी चितवनको नेसनल पार्कमा छिरेको छौँ टक्क ओहो यहाँ छिर्दा बित्तिकै ल यता नि हात्ती बाघ ओहो सबै राखेको रहेछ है हात्ती बाघ गैँडा अरू रहन्छ हात्ती बाघ गैँडा मात्रै रहेछ है ल ए नेसनल पार्क भन्छ अब यहाँ अब हामी बस्ने होटेल अब यतै हो जस्तो लाग्छ है चाहिँ टक्क आई लभ सौरा यो चाहिँ सौराको मेन गेट होला हात्ती पनि बवाल छ है यस्तो छ है रमझम है गाइस यहाँ गोही हेरौँ यहाँ गोही छ है यस्तो गोही रहेछ अब भोलि यही गोही हेर्नुपर्छ यो चाहिँ टक्क यो साइडमा चाहिँ यस्तो बबाल रहेछ यो ल भोलि यो भालुहरू देखियो भने बबाल हुन्थ्यो ओ गाइस त्यहाँ गइरहेछ यार यो क्यामेराले अलि देखिएन क्या हो त्यो बिचमा आम्मामा ल हेर्नुहोस् गई यहाँ ओए गई ल हेर्नुहोस् यहाँ दुईवटा सत्रममा यो नदीको किनारमा यस्तो सुतिरहेछ है बाघ टाइगर गाइज टाइगर हेर्नु त टाइगर बवाल छ यो टाइगर यतापट्टि फेरि के हो यो कुन माछा हो यो सौराको माछा हो क्या हो दाइ यो कति हो घोडा चढेको 200 रुपियाँ कति समयको चढाउँछ 5-10 मिनट हान्ला है यताबाट हान्दैन हो कोही कोही त फेरि लात्ताले हानिदिन्छ कि फेरि खतरा ल भोलि आउनु पर्ला दाइ ए भाले हो पोथी जस्तै हो गर्छ आफ्नो जात त जनाउनु पर्यो नि परो दाइ ल भोलि आउनु पर्ला दाइको यो के बसन्ती होइन गोलु तर बसन्ती भन्छ बसन्ती अर्को छ ए अर्को उतापट्टि छ ए अनि भर्खर बसन्ती आए जस्तो लाग्थ्यो क्या ल यो गोलु ए गोलु घोडा है यो भोलि आउनुपर्छ यहाँ ल अब हामीले यो बुक गरेको होटेलतिर जाँदैछौँ यस्तो छ है यहाँ चितवनतिरको टक ए सौरातिरको रौनक यस्तो छ है आहा यहाँ बत्ती बालेको रहेछ यार सर दामी देखिरहेछ ल अझ त्यति रात भएपछि अझ बबाल देखिन्छ होला यहाँ अनि हामी चाहिँ आजको यो भ्लगमा चाहिँ टक्क हामी यता सिजी घुम्यौँ अनि सिजीभन्दा उतापट्टिको एउटा जङ्गलको नि ड्रोन सट बबाल ल्यायो अनि त्यहाँको तोरीबारी पनि हामीले यसो हेर्नु पऱ्यो भनेको तोरीको फुलै झरिदिइसकेछ क्या गाइज त्यही भएर अहिले राम्रो आएन अहिले चाहिँ ट्याक्कै त हामी होटलतिर आउँदैछौँ है म्यापले टक्क यहीँ देखाइरहेको थियो ल है चितवनतिर चाहिँ म्यापले अलिक काम गर्दो रहेछ जस्तो लाग्यो है ल है त टक्कै यो होटलमा आयौँ है हामी चितवन पार्क भ्यालेजमा आइयो अब यहाँ चाहिँ टक्क बसिन्छ अनि भोलि टक्क सौरातिर गइन्छ ल है त गाई थोपडा चाहिँ यस्तै चाहियो थोपडा न चौका प्रियङ्का चोपडा भने जस्तै यस्तो गर्दा त नचिन्दो रहेछ यार गुन्डा जस्तै आउँदो रहेछ यार ती आँखा मात्र देखाउँछ त को यो म हो र होइन क्या हो ल है गाइज यो चाहिँ हामी बसेको होटल है यस्तो देखिन्छ अनि यता छ फिरन्ते यात्री अब यात्राको क्रममा फिरन्ते यात्री आज चितवनमा आइसकेको छ गाइज
हेर्दै जाउँ अब चितवनतिरको अब यो सौरातिरको कस्तो हुन्छ रौनक।